दादा यसले भनेको मान्दैन सबै डिटेल लिएर आइज भनेको तैँले सबै डिटेल लिएर आइस होइन मेरो नाम हो सिक्रिडोन तँलाई आफ्नो मान्छे भनेर मैले माया गरेको थिएँ तैँले दुश्मन गर्नु खोज्दैछिस् तँलाई म रेडी दिन्छु सिक्रिडोन हो मेरो नाम सिक्रिडोन होइन मैले एकजना माझीलाई खबर दिएको छु माझीले मलाई खबर दिन्छु भनेको छ ठिक छ त्यसो भए तेरो आलु पाडेको भाइले राम पाडेलाई लिएर आइज र त्यो माझीसँग म पछाडि कुरा गर्छु जा ओइ त्यो फाको पनि दादा त्यसलाई त हामीले एक्लै पठाइदिउँ त्यो भएको भने जा त्यसो भए त्यसलाई दिनु त्यसको पछि गएर त्यसलाई लिएर आइज आलु पाडेलाई मेरो सामु चाहिन्छ होइन केटा हो त्यसमा नजर हाम्रो राख्नुपर्छ हाम्रो दाईको गर्लफ्रेन्डमा नजर लगाएको छ त्यसले जाउँ यसलाई पनि सुकाएको बहुत दिन भयो यार सुक्दैन त के हो यो पनि ओइ आलु पाडे तँ मसँग आज तैँले गर्दा मेरो भगवान् जस्तो तैँले मसँग दुश्मनी गरेछ को त मलाई क्या लाग्छ केटा मेरो हिँडेलाई हाम्रो सिक्ले डन भयो त मारिदिन्छ मेरो दाइले चुप मुख बन्द गर्छिस् कि तेरो स्विच अफ गरिदिउँ चुप लागेर हिँड्थ्या सिक्ली दाई यसलाई लिएर आयौँ हामीले ठिक गरिस् केटा हो यो आलु पाडेर लिएर आएर सिक्रिडोनबाट आयो नि चक्कु त मेरो लागि के होइन म यसलाई सिक्कीले काम गर्छु सिक्कीले मान्छे हेर्दा फुर्के नाम उसको आलु पाडे मेरो गर्लफ्रेन्डलाई मन पराउने तेरो दाई राम पाडे बुझिस् तेरोसँग दुश्मन छैन मलाई तेरो दाईसँग दुश्मन छ उन्दिन्छु यति चक्कु एउटा जाल मात्रै बिछाएको शिकार आफै आउँछ शिकारीबाट आफै आउँछ बुझिस् तँले जुन जाल बिछाएको छिस् नि त्यो जालमा त आफै लड्छिस् यो त को रहेछ हौ राम पाडेको भाइ आलु पाडेको रहेछ ओहो ठिक भयो अब बच्चन राम पाडेलाई गएर पक्कै म भनिदिन्छु यो तेल पनि साह्रै पुरानो भइसक्यो मिसिन उदि लाउनु पर्ने सबै जाम भएर नि यो भाइलाई घरै बसै भनेको थिएँ कहाँ गएछौ आज यो घरमा छैन कहाँ चाहिँ गएछ यसलाई जति नै गरे पनि घर बस्नु खोज्दैन हौ यो केटा काम भने फ्याटै गर्दैन लाबर सुकाए भन्दै थियो त्यो पनि सुकाएकै सुकाएन के भयो ए तेरो भाइलाई त तेरै बगानमा लगेर त राम धुलाइदिइरहेको छ नि एउटा भाइलाई पनि जतन गरेर राख्दैनस् त कसले लगेछौ मेरो भाइलाई यस्तो देन पहिले यस्तो यो बेगर त म त छिटो भन् छिटो काम गर्दिनँ नि छिटो भन् ल अहिले भनिहाल छिटो ठिक छ तेरो भाइ राम पाडेलाई त्यो गुन्डाहरूले भक्कु धुलाइदिएर लडाइरहेको छ बानिरहेको छ अच्छा तिमीहरूको म यिनीहरूले धेरै दिन भइसक्यो मलाई च्यालेन्ज दिएको अच्छा म तिमीहरू त्यसको दाइ लाग्दैछ यहीँ मारिदिनु पर्छ साला बेसी होला गर्छ यसलाई खत्तम गरौँ त्यहाँबाट यसको दाइलाई तेरो दाइलाई पनि म यसरी नै मार्छु दादा कता आवाज आउँदैछ भाइ कसले गर भाइ तँलाई यस्तो कसले गर भन् त सिक्ली तिनीहरूलाई म छोड्दैन तिनीहरूको एक बदला लिन्छु म एक बदला लिन्छु ल
ज्यान लिएर छोड्छु म तिनीहरूको। कहाँ लुकेर बसेको छस् त? 7 समुद्र पारी भए पनि तँलाई निकालेर छोड्छु उसमा थियो त मसँग मेरो भाइलाई किन हटालिस्? अब तेरो काल आयो काल। आफ्नो मान्छे टाढा हुँदा कस्तो हुन्छ यो मुटुलाई। अब त्यहाँ तेरो पालो। तँलाई पनि थाहा हुन्छ। या तेरो भाइले त सिक्ली डोनले मारो, अब तँलाई म मार्छु। कसलाई मार्छ त्यो समयले बताउँछ। आज छोड्दिन। राखे तेरो पनि काल आएछ सिक्ली डोनलाई। तेरो सिक्ली डनलाई भन् या जसुकैलाई भन्, तेरो सिक्ली डन आकाशमा भए पनि पतालमा भए पनि म छोड्दिन।